राष्ट्रपतिको निर्णयलाई स्वागत गरौँ। किन नहोस्, दुईवटा बिग मिडिया होइन, देशभरका भए जति त्यस्ता खालका मिसन पत्रकारिता गर्नेहरू एक साइडमा उठेर तपाईँको विरुद्ध उठ्छन् र तपाईँको कदमलाई असंवैधानिक भनिरहन्छन् भने केही फरक पर्नेवाला छैन। यदि यो देशमा आइरहेको कुनै विदेशी चेलीले सिन्दुर लाउँदा लाउँदै एउटा हातबाट सिन्दुर ग्रहण गर्दै अर्को हातबाट नागरिकता लिइरहने त्यो प्रावधानलाई खारेज गर्दा राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेर आरोप लगाउँछन् भने सम्माननीय राष्ट्रपतिज्यू, तपाईँ अझै योभन्दा पनि क्रूर बन्नुहोस्, योभन्दा पनि अझै सशक्त हिसाबमा अघि त्यो किसिमले मित्रताका साथ अघि बढ्नुहोस्। 2-4 मिडियाले लेखेर केही फरक पर्नेवाला छैन। 3 करोड नेपाली जनता तपाईँहरूको पक्षमा छन्। आज केही व्यक्तिहरू, केही राजनीतिक दलहरू यो विदेशी डिजाइनमा बनेका छन्, विदेशी मिसनले बनाइदिएको गठबन्धन र उनीहरूका प्रभुले दिएको निर्देशन पालना गर्नको निम्ति एउटा संयुक्त वक्तव्य निकालेर राष्ट्रपति ज्यूको विरुद्ध अनेक किसिमका मिडियाबाजी गरिरहेका छन्। तपाईँको कदमलाई असंवैधानिक भनिरहेका छन् भने यदि यो देशको राष्ट्रियता र स्वाभिमान जोगाउनको निम्ति हिजो कुनै बेलामा दुनियाँका संसारका सबै राज्यहरू बेलायती साम्राज्यवाद र अन्य धेरै साम्राज्यवादको गुलाम बनेका थिए र उनीहरूको कोलोनी उपनिवेश बनेका थिए। तर नेपाल एउटा त्यस्तो देश हो, दुनियाँ संसारको ब्रिटिस साम्राज्यले कब्जा गरेर उपनिवेश बनाइरहँदा संसारभर कसैको उपनिवेश नबनिकन आफ्नो स्वतन्त्रताको झण्डा झुक्न नदिएको 10वटा मध्येको एउटा राष्ट्र कुन हो भनेर प्रश्न गर्नु भने त्यो राष्ट्र नेपाल हो। त्यो नेपालको इतिहास यो राष्ट्रघाती नागरिकता विधेयकलाई सम्माननीय राष्ट्रपतिज्यूले के गर्नु होला भन्ने जिज्ञासा हिजो राति 12 बजेसम्म सबैमा थियो। सम्माननीय राष्ट्रपतिज्यूले यो विधेयकलाई लालमोहर लगाइदिएर यो विधेयकलाई वैधानिकता नदिए हुन्थ्यो भन्ने आम नेपाली जनताको भावना थियो। हामी सम्माननीय राष्ट्रपतिज्यूलाई अभिनन्दन गरेर यहाँ उपस्थित भएका छौँ, उहाँप्रति सम्मान प्रकट गरेर उपस्थित भएका छौँ। उहाँले सबै नेपाली जनताको भावनालाई बुझिदिनु भएको छ, भावनालाई सम्बोधन गरिदिनु भएको छ। यो राष्ट्रघाती नागरिकता विधेयकलाई प्रमाणित नगरेर यसलाई निस्तेज बनाइदिएर सम्पूर्ण नेपाली जनताको भावनालाई सम्मान गर्दै नेपालको राष्ट्रियतालाई एउटा नयाँ उचाइमा पुर्याउनु भएको छ र राष्ट्रघातीहरूले जुन ढङ्गले नेपालको राष्ट्रियता समाप्त गर्न खोज्दै थिए, नेपाललाई जुन ढङ्गले हानि पुर्याउन खोज्दै थिए, त्यो कुरालाई न्यूनीकरण गर्नुभएको छ, त्यो कुरालाई रोक्नु भएको छ। म सम्पूर्ण साथीहरूको तर्फबाट सम्माननीय राष्ट्रपतिज्यूलाई हार्दिक अभिनन्दन गर्न चाहन्छु, हार्दिक सम्मान प्रकट गर्न चाहन्छु।